कुन टेक्निकहरु हुन्छ फिजियोथेरापी पाल्पेसन एस्कल्टेसन अनि एस्कल्टेसन बडी स्कोरिङ अरु पर्कसन मेजर चाहिँ इन्स्पेक्सन इन्स्पेक्सन थाहा पर्ने कुराले इन्स्पेक्सन भन्छ आँखाबाट हेरेर के थाहा पाउन सकिन्छ कालो रहेछ हेल्दी अनहेल्दी टियर अनि त्यसपछि म्युकस स्किनको हेरेर बडी ड्राई स्किन विभिन्न त्यसपछि हामीले म्युकस एक्टिभनेस अलर्ट कतिको छ हैन यी कुराहरु हामीले हेर्न सकिन्छ त्यो भने इन्स्पेक्सन हाम्रो पाल्पेसन भन्छ इन्स्पेक्सन र पाल्पेसन भनेपछि हामीले छामेर के कुराहरु थाहा पाउनु जस्तै माने यहाँ कुनै ट्युमर भइदियो भने छाम्दाखेरि कस्तो हुन्छ भने चाहिँ हार्ड यहाँ एउटा मास देखिन्छ यहाँ सुन्नेको बुझ्यौ यो पनि कस्तो भन्दाखेरि यो सफ्ट मास छ यो भनेको पाल्पेट गरेर थाहा पाउन सकिन्छ यो के हो भनेर है क्लिनिकली यो भनेको हर्निया हो है यो हर्निया सुने यो भनेको अम्बिलिकल हर्निया हो यो अनि हामीले पाल्पेट गरेर है थाहा पाउन सकिन्छ ठीक छ त्यो कुरा भयो यो अनि हर्नियाहरुको अपरेसन गर्नु छैन अपरेसन गरेर करेक्सन गर्न मिल्छ है ठीक छ अरु त्यसपछि पाल्पेसन पछि अरु के आयो विशाल तिमी उठ जाऊ तिमी उठ जाऊ यतातिरहरु है अर्को हामीले के छ भन्दाखेरि पर्कसन भनेको हामीले ट्यापिङ गर्दाखेरि त्यहाँबाट जुन भाइब्रेसन भएर साउन्ड प्रोडक्सन हुन्छ त्यो साउन्डले हामीले एब्जर्ब गरेर के भएको छ भनेर हामीले थाहा पाउन सकिन्छ प्रोटिन भएको छ कि छैन अरु कुराहरु यतातिर थोरासिक क्याभिटी साउन्डहरु थाहा पाउन सकिन्छ त्यो कुरा हो अर्को हाम्रो के छ एस्कल्टेसन भनेको हामीले स्टेथोस्कोपको माध्यमबाट इन्टरनल अर्गनहरुको साउन्डहरु हामीले मुभमेन्टहरु थाहा पाएर फिजिकल एक्जामिनेसन गर्न सकिन्छ सुरुमा हामी जान इन्स्पेक्सनको भिजुअलबाट हेर्छौँ के भन्दाखेरि म्युकस मेम्ब्रेन है म्युकस मेम्ब्रेन कुन ठाउँबाट हेर्न सकिन्छ आँखाबाट अर्को मसल नोस्ट्रिलबाट अर्को गिजाबाट हेर्न सकिन्छ है यदि फिमेल छ भने त्यसको हामीले भल्भाबाट पनि म्युकस मेम्ब्रेन हेर्न सकिन्छ है म्युकस मेम्ब्रेन हामीले कसरी हेर्ने यसरी दुईटा फटाएर आँख म्युकस मेम्ब्रेन देखिँदैन हैन हामीले एउटा फिङ्गरले यो तल तान्ने तलको आइलिड अर्को फिङ्गरले माथिको प्रेस गर्ने कन्ट्रोल गर्न पर्छ देखियो ओहो कस्तो देखियो म्युकस मेम्ब्रेन यो सेतो देख्दा छ नि अब कहाँ कति जुम भयो कन्जङ्क्ट उसको के आइलिडको पार्ट हो यो कन्जङ्क्टिभाको कस्तो देखिन्छ यो व्हाइट देखिन्छ भनेपछि के बुझिन्छ यो ठीक छ छैन है पिङ्क देख्यो भने बल हामीले के बुझिन्छ यो हेल्दी छ रातो देख्यो भने हेल्दी छ बुझिन्छ त्यो सेप देख्यो भने के बुझिन्छ भन्दाखेरि यसमा रगतको कमी छ यही पोइन्ट देख्यो भने येलो कलर भएको भए जन्डिस भएको भन्ने